लेटाङबाट हराएकी बालिका मृत अवस्थामा फेला परेकी छिन्। मोरङको लेटाङ 2 स्कुल चोकबाट 18 दिन अघिदेखि सम्पर्कविहीन रहेकी 13 वर्षीय बालिका अंशु गौतम मृत अवस्थामा फेला परेकी छिन्। उनको शव आज बिहान लेटाङ बेलबारी सिमाना नजिकैको जंगल क्षेत्रमा विभत्स अवस्थामा भेटिएको प्रहरीले पुष्टि गरेको छ। घटनापछि परिवार र स्थानीय बासिन्दा स्तब्ध बनेका छन्। गाउँभर शोक र आक्रोशको माहौल छ। बालबालिकाको मृत्युको विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। अपराधी पत्ता लगाउन अनुसन्धान तीव्र गतिमा अघि बढाएको प्रहरीले जनाएको छ। स्थानीयले घटनाको निन्दा गर्दै दोषीलाई शीघ्र कानुनी कारबाही गर्न माग समेत गरेका छन्। सुदन विदेशी एजेन्ट हो भन्दैछन्। मलाई कहिले भारतीय कहिले भुटानी एजेन्ट बनाइएको छ। म एउटा नेपाली नागरिक हुँ। गोर्खाको सिडिओलाई सोध्नु, आँखा चिम्से हुने बित्तिकै भुटानी विदेशी भन्न मिल्दैन, अलि कालो हुने बित्तिकै भारतीय भन्न पनि मिल्दैन भन्दै सुदन गुरुङले दुखेसो पोखेका छन्।